सो आजको भिडियोमा चाहिँ हामीले क्लास 12 मा रहेको इङ्ग्लिस सब्जेक्टबाट चाहिँ नाइबर्स भन्ने च्याप्टरको समरी चाहिँ हामीले ल्याएर आएका छौँ। सो यो नाइबर्स भन्ने च्याप्टर चाहिँ हाम्रो टिम विन्टर भन्नेले लेखेका हुन्। उनी चाहिँ एउटा अस्ट्रेलियन हुन्। उनले चाहिँ यसमा चाहिँ एउटा कपालहरूले चाहिँ आफ्नो उनले चाहिँ यो समरीमा चाहिँ एउटा कपालले चाहिँ आफ्नो जीवन चाहिँ एउटा नयाँ ठाउँमा गएर कसरी बिताउँछन् चाहिँ त्यसको बारेमा चाहिँ भनेका छन्। सो त्यो कथा कसरी सुरु हुन्छ भन्दाखेरि चाहिँ एउटा नवविवाहित जोडी चाहिँ एउटा अस्ट्रेलियाको एउटा नयाँ ठाउँमा चाहिँ गएर बस्नु परेको हुन्छ र त्यहाँ चाहिँ तिनीहरूको नाइबरहरूले देखेर चाहिँ त्यो कपालहरू एकदम अचम्म पर्छ कि लाइक कस्तो भन्दाखेरि न तिनीहरूको भेषभाषा मिलिरहेको हुन्छ, न ल्याङ्ग्वेज, न कल्चर, न रिलिजन केही पनि मिलिरहेको हुँदैन कि आफ्नो नाइबरसँग। त्यही भएर चाहिँ तिनी कपालहरूले चाहिँ आफ्नो नाइबरहरूलाई मनै पराउँदैनन् कि लाइक हुन्छ नि देख्ने बित्तिकै कस्तो अनौठो टाइपको मान्ने कि अब केही मिल्दैन भनेपछि त लाइक अब हाम्रो कल्चर भाषा केही नमिलेपछि त कुरा पनि मिल्दैन नि त, त्यही भएर त्यस्तो इन्ट्रेक्ट चाहिँ गर्दैनथे। सो बेसिकली के हुन्छ भन्दाखेरि चाहिँ त्यहाँको राइटरले के भनेका छन् भन्दाखेरि चाहिँ त्यो कपालहरू चाहिँ एउटा सानो घरमा के झुपडी टाइपको एउटा सानो घर, तर भित्रबाट हेर्दा चाहिँ एकदमै लग्जरियस होइन। सो झ्यालहरू एकदमै ठुला ठुला भएका अनि त्यो छाप्रो टाइपको घरमा चाहिँ बस्ने गर्दथे। सो तिनीहरूले चाहिँ के देख्ने गर्थे भन्दाखेरि तिनको एउटा घरको साइडमा चाहिँ एउटा पोल्यान्डको एउटा बुढो हजुरबुवा चाहिँ बस्ने गर्थ्यो, जसले चाहिँ काठको काम गर्ने कि किल्ला ठोके गर्ने डिस्टर्ब गर्ने क्या अरूलाई। सो दिनभरि किल्ला ठोके गर्ने, काठ चिर्ने यताउता काम गर्दछ। त्यसले गर्दा चाहिँ त्यो जोडीलाई एकदमै इरिटेट भइरहेको हुन्छ कि कस्तो डिस्टर्ब मात्रै गर्छन् भन्ने टाइपको होइन। र उसको अर्को छिमेकीहरूले चाहिँ जहिले झगडा खेलाइ गर्ने, जहिले कराई गर्ने, जसले गर्दा चाहिँ तिनीहरूलाई एकदमै डिस्टर्ब भइरहेको हुन्छ। त्यही भएर तिनीहरूले चाहिँ आफ्नो नाइबरलाई चाहिँ मन पराइरहेको नै हुँदैनन् कि। त बेसिकली यसमा के हुन्छ भन्दाखेरि त्यो दुईजना कपालले चाहिँ यही नै सोचिरहेको हुन्छन् कस्तो ठाउँमा आइयो, एकदमै यिनीहरूले हाम्रो कल्चर बुझ्छन् न भाषा बुझ्छन्, जहिले झगडा खेलेको गर्ने, एउटा भनिन्छ काठ ठोके गर्ने, जहिले हामीलाई डिस्टर्ब गर्ने भन्ने चाहिँ सोच हुन्छ कि तिन दुईजना कपालको। र बेसिकली त्यही हिसाबमा चाहिँ त्यो अरू नाइबरहरूले नि के सोचेका हुन्छन् भन्दाखेरि त्यो दुइटा कपालमा चाहिँ जुन केटी हुन्छ उसले चाहिँ आफ्नो काम गर्न जान्थ्यो, जब गर्न जान्थ्यो भने केटाले चाहिँ आफ्नो थेसिसहरू लेख्नलाई घरै बसिरहेको हुन्थ्यो कि। त्यसले गर्दा चाहिँ तिनी नाइबरहरूले नि के सोच्थे कि कस्तो ठ्याक्कै त्यो पचिरहेको हुन्न कि तिनीहरूलाई कि केटा मान्छे चाहिँ घरमा बस्ने, केटी मान्छे चाहिँ काम गर्न जाने भन्ने कुरा चाहिँ त्यो नाइबरहरूलाई नि पचिरहेको हुन्न होइन। सो बेसिकली यस्तै त्यहाँ बस्दा चाहिँ विन्टर सिजन पनि आउँछ। त्यसपछि त्यो नयाँ कपालहरूले चाहिँ आफ्नो लाइक अब फार्ममा चाहिँ अब खेती गर्ने होइन, अलिअलि तरकारीहरू रोप्ने, अनि त्यसपछि त्यस्तो काम गरिरहेको हुन्छ र आफ्नो एउटा फार्म पनि खोलाउँ न भनेर एउटा सानो चल्लाखोर टाइपको हुन्छ नि त्यो चाहिँ बनाउँछन् क्या कुखुराहरू पाल्ने भन्नलाई। तर त्यो कुखुराको जुन बनाएका हुन्छ तिनीहरू दुईजना कपालले त्यो चाहिँ केही समयमा नै त्यो बिग्रिहाल्छ कि, मतलब टुटिहाल्छ, खराब भइहाल्छ भनौँ न, खराब भइहाल्छ होइन, किनकि तिनीहरू चाहिँ त्यो काठको काममा त्यति एक्सपर्ट हुँदैन। त्यो सडनली त्यो भत्किने बित्तिकै चाहिँ अनि त्यो जुन पोल्यान्डको हजुरबा हुन्छ हो, जसले चाहिँ किल्ला ठोकेर काम गरिरहेको हुन्छ हो, तिनले चाहिँ के गर्छन् भन्दाखेरि चाहिँ तिनीहरूलाई केही पनि नभनिकन तिनीहरूको जुन त्यो कुखुरा फार्म बिग्रेको हुन्छ त्यो चल्लाखोर चाहिँ आफै आएर बनाइदिन्छन् कि, र यस्तो स्ट्रङ गरी बनाइदिन्छन् कि त्यो पछि टुट्दैन हो। अनि त्यसपछि तिनीहरूले त्यो देखेर अचम्म पर्छन् कि यस्तो मन नपर्ने यो बुढो होइन, न यसको बुढोको न भाषा बुझिन्छ न के बुझिन्छ, त्यही पनि यसले आफै आएर हेल्प गर्यो भनेपछि चाहिँ तिनीहरू एकदमै खुसी हुन्छन् कि ए जो भाषा नबुझे पनि मान्छे चाहिँ राम्रै रहेछ जो सहयोग गर्न आयो भनेर होइन। अनि त्यसको केही समयपछि चाहिँ त्यो कपालमा चाहिँ त्यो केटी चाहिँ प्रेग्नेन्ट हुन्छ। त्यो प्रेग्नेन्ट भइसकेको खबर चाहिँ नाइबरहरूमा थाहा भइसकेपछि सबैले चाहिँ उसको लागि चक्लेट, सिगरेट, अनि बच्चाको लागि लुगाहरू, अनि कोहीले काठ दाउराहरू ल्याएर आएका हुन्छन् ताकि चाहिँ उसलाई पछि सजिलो होस् भनेर। यो देखेर चाहिँ त्यो कपालहरू एकदमै खुसी हुन्छन् कि यिनीहरूले के सोच्थ्यो भन्दाखेरि चाहिँ हामी चाहिँ होइन न भेषभूषा मिल्ने न केही मिल्ने, त्यही पनि यिनीहरूले चाहिँ हामीलाई यस्तो सहयोग गरेर आएका छन्। नाइबर भनेको त यस्तो पो हुनुपर्दो रहेछ, एकअर्कालाई सहयोग गर्ने, दुःखमा यस्तो पो हुनुपर्दो रहेछ भने एकदमै खुसी हुन्छ क्या। र त्यसको केही समयपछि चाहिँ त्यो कपालको त्यो जुन केटी हुन्छ त्यसले चाहिँ एउटा बच्चालाई चाहिँ जन्म दिन्छन् कि। जन्म दिइसकेपछि चाहिँ ऊ एकदमै खुसी हुन्छ कि आफ्नो छोरा हुन्छ नि त, त्यही भएर आफ्नो छोरा जन्मेको कारणले एकदमै खुसी हुन्छ। त्यसको बाहिर जाँदा चाहिँ सबै नाइबरहरूले चाहिँ उसको स्वागत गर्छन् कि खुसीले ताली बजाउँछन् होइन, कि उसको एउटा बेबी बर्न भयो भनेर। सो यो देखेर चाहिँ उसले एकदमै खुसी हुन्छ क्या। जुन राइटर हुन्छ उसले के सोच्ने गर्दथ्यो भन्दाखेरि चाहिँ एउटा चाहिँ जहिले क्वाइरल गरे गर्ने, अर्कोले जहिले काठ ठोके गर्ने, यिनीहरूले न हाम्रो कुरा बुझ्ने न यिनीहरूको ल्याङ्ग्वेज हामीले बुझ्ने, यिनीहरूको कल्चर हाम्रो कल्चरसँग मिल्दैन। तैपनि चाहिँ एउटा नाइबरहुडमा बसिसकेपछि मान्छेहरू कसरी खुसी हुन सक्नुपर्छ, एकअर्कालाई कसरी बुझ्नुपर्छ भन्ने कुरा चाहिँ यो नाइबरहुड भन्ने समरले चाहिँ बुझाउन खोजेको छ। सो यसको की थेम के हो भन्दाखेरि चाहिँ कम्युनिटी एन्ड रिलेसनसिप, कल्चरल डिफरेन्स र इम्प्याथी।
सो कम्युनिटी एन्ड रिलेसनसिपमा के बुझ्न सकिन्छ कि भन्दाखेरि चाहिँ हामी एउटा कम्युनिटीमा बसिसकेपछि त्यहाँ चाहिँ हाम्रो रिलेसनसिप एकदमै राम्रो हुनुपर्छ कि ताकि पछि केही समस्या आउँदा पनि एकअर्कालाई सहयोग होस् होइन। कल्चर अब केही सेलिब्रेट केही रिचुअलहरू केही फेस्टिभलहरू सेलिब्रेट गर्न पनि एकअर्काको सहयोग त चाहियो नि त। र अर्को भनेको चाहिँ कल्चरल डिफ्रेन्स। यो थिमले के बुझाउनु खोजेको छ भन्दाखेरि चाहिँ त्यहाँ कल्चरल डिफ्रेन्स छ कि मान्छेहरू धेरै ब्याकग्राउन्डबाट आएका छन् त्यही पनि खुसी भएर बसेका छन् कि नै हो त्यही नै बुझाउनु खोजेको छ। अर्को भनेको इम्प्याथी। इम्प्याथी भनेको चाहिँ अरूको दुःखलाई पनि आफ्नै दुःख सम्झिने अरूको खुसीलाई पनि आफ्नै खुसी सम्झिने होइन। लाइक अब त्यो कपालले चाहिँ बच्चा जन्माउँदाखेरि चाहिँ अरू नाइबरहरूले पनि आफ्नै बच्चा जन्मे जस्तो गरी खुसी भएर उसलाई अब उपहारहरू दिन्छन् सहयोग गर्छन् यताउता होइन। त्यसलाई नै इम्प्याथी भनिन्छ। सो यो थेमले के बुझाउनु खोजेको छ भन्दाखेरि चाहिँ हामीले जस्तो कल्चरल डिफ्रेन्स भए पनि हामीले चाहिँ एउटा सोसाइटीमा बसिसकेपछि चाहिँ एउटा रिलेसनसिप चाहिँ एकदमै राम्रो बनाएर होइन आफ्नो इम्प्याथी उही फिलिङ सहयोगी भावना जगाएर बस्नुपर्छ भन्ने कुरा चाहिँ यो नाइबरहुड भन्ने च्याप्टरले बुझाउनु खोजेको छ। र हामीले चाहिँ केही क्वेसनहरू पनि ल्याएर आएका छौँ जुन चाहिँ हाम्रो इक्जाममा चाहिँ मेनली सोधिरहेको हुन्छ। सो पहिलो के छ भन्दाखेरि वाट इज द मेन थिम अफ दिस स्टोरी नाइबर्स। सो यो मेन थिम चाहिँ के छ भन्दाखेरि यो स्टोरीको चाहिँ हामीले चाहिँ होइन कल्चरल डिफ्रेन्स भए पनि जति ब्याकग्राउन्ड यताउता भए पनि चाहिँ होइन लाइक अब भेषभूषा नमिले पनि हाम्रो मनको इमोसनले नै एकअर्कासँग कनेक्ट गर्न सकिन्छ कि एउटा म्युचुअल ट्रस्ट रिलेसनसिप चाहिँ एकदमै राम्रो बनाउन सकिन्छ भन्ने कुरा चाहिँ आफ्नो यो स्टोरीले बुझाउन खोजेको छ कि हाम्रो बानीमा त्यो हामीले त्यो भाषा बुझेन भने केही फरक पर्दैन कि हाम्रो बानीमा सुधार ल्याउनु पऱ्यो कि लाइक अब नाइबरलाई दुःख पर्दा सहयोग गर्ने होइन त्यस्तो गरेपछि चाहिँ यो स्टोरी चाहिँ त्यस्तो गरेपछि चाहिँ यो थिम चाहिँ यसरी बुझ्न सकिन्छ। सेकेन्ड क्वेसन के छ हाउ डज द प्रोटोगनिस्ट फिल अबाउट हिज नाइबर एट द बिगिनिङ अफ द स्टोरी। सो यसमा चाहिँ के भन्न खोजेको छ भन्दाखेरि चाहिँ हाम्रो राइटरले चाहिँ फर्स्टमा चाहिँ कस्तो फिल गरेको आफ्नो नाइबरप्रति चाहिँ उसले एकदमै डिस्कम्फर्ट होइन लाइक अब कल्चरल डिफरेन्स यताउता ब्याकग्राउन्डमा नमिल्ने यस्तो यस्तो टाइपको फिल गरेको थियो भन्ने सकिन्छ हजुरहरूले। र हाम्रो थर्ड क्वेसन रहेको छ वाट चेन्ज द प्रोटागनिस्ट भ्यू अफ हिज नाइबर। र सडनली उसले के चेन्ज भ्यू गर्यो भन्दाखेरि चाहिँ पछि लाइक अब उसको चल्लाखोर बिग्रिँदा हेल्प गर्न आयो होइन उसको वाइफ प्रेग्नेन्ट हुँदाखेरि के गिफ्टहरू ल्याएर आयो हो त्यो चेन्ज चाहिँ उसले देख्यो भनेर हजुरहरूले भन्न सक्नुहुन्छ। र हजुरहरूले चाहिँ यो क्वेसनहरू एक्चुअली फेरि पनि पढ्न सक्नुहुन्छ। अर्को क्वेसन रहेको छ वाट इज द सिग्निफिकेन्स अफ द नाइबर्स कल्चरल ब्याकग्राउन्ड इन द हिस्ट्री। सो यो कल्चरल ब्याकग्राउन्डको चाहिँ इम्पोर्टेन्स के छ भनेर छ यो चाहिँ अब हजुरहरूले है नै हेर्न सक्नुहुन्छ। यो भिडियो चाहिँ एकदमै लामो हुन्छ। सो हजुरहरूले यो 3टा क्वेसन पनि हेर्न सक्नुहुन्छ। सो आजलाई चाहिँ यति नै। यदि हजुरहरूलाई भिडियो मन पऱ्यो भने लाइक गर्न नबिर्सनु होला। हामी चाहिँ अरू पनि यस्तै टाइटलको समरीहरू ल्याएर अवश्य नै आउनेछौँ। त्यतिन्जेललाई मलाई पनि बिदा दिनुहोस्। धन्यवाद।